आन्तरिक विवादले पोखराको प्याराग्लाइडिङ उडान बन्द। पोखरा एक पर्यटकीय स्थान हो। यहाँ प्याराग्लाइडिङलाई विशेष रूपमा हेर्ने गरेको छ। तर आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द भएको छ। नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो। नेपाल हवाई खेलकुद संस्था नाले बुकिङ खुल्ला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरू दुईतिर फर्किएका छन्। एक थरीले खुला बुकिङ सिस्टम ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन्। यही विवादबीच केही पाइलटहरूले पनि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै प्याराग्लाइडिङ नउडाउने निर्णयमा पुगेका छन्। पाइलट क्लबका अध्यक्ष दीपक थापा अस्वस्थ प्रतिस्पर्धाबाट रोक्नका लागि आफूहरूले एकद्वार प्रणालीमा जानुपर्ने माग राखेको बताउँछन्। सबैभन्दा मुख्य कुरा कम्पनीहरू दुईतिर हुनुहुन्छ, हामी बिचमा परेका छौँ उनले भने। हाम्रो पनि धारणा के छ भने यसरी बुकिङ खुल्ला गर्दा प्रतिस्पर्धा अस्वस्थ हुन्छ, असुरक्षा बढ्छ। उनले आफूहरू छलफलकै क्रममा रहेकोले छिट्टै अवरोध हटाउने बताए। नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफू खुसी उडान दर कायम गर्न र आफै बुकिङ गर्न खुल्ला गरिदिएको छ। यसअघि संस्थागत रूपमा ग्राहकको नाम टिपाउनु पर्थ्यो। उनीहरूलाई संस्थाले नै कम्पनीमा भाग लगाएर पठाउँथ्यो। यस बापत ग्राहकले 12,000 तिर्थे, जुन निकै महँगो शुल्क हो। प्याराग्लाइडिङमा सिन्डिकेट रहेको आरोप पनि थियो। त्यसबाट हट्न खुल्ला बुकिङ नै ठिक हुने व्यवसायी सुबित बानियाले बताए। अन्ततिर पनि प्याराग्लाइडिङ खुलेको छ। यति महँगो शुल्क तिरेर को आउँछ उड्न, उनले भने। हामीले आफ्ना ग्राहकको दर्ता आफै गरेर आफै उडाउन पाउने हो भने केही शुल्क पनि घट्छ, पर्यटक क्षेत्रलाई पनि राहत हुन्छ। दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो। यसअघि पोखरामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएपछि तोरीपानीबाट हुँदै आएको प्याराग्लाइडिङ उडान मान्देढुङ्गा सारिएको थियो। व्यवसाय धराशायी भएको गुनासोपछि तोरीपानीमै सारिएको छ। पोखरामा 60 भन्दा बढी कम्पनी छन्, 150 भन्दा बढी पाइलट छन्। प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा नेपाल हवाई खेलकुद संस्थाले पाएको छ। त्यसैकै आधारमा प्याराग्लाइडिङको उडान शुल्क सोही संस्थाले नै निर्धारण गर्ने गरेको हाम्रा समाचारदाताले पोखराबाट MP1 टिभीलाई बताउनु भएको छ। सही सूचना, ज्ञान र मनोरञ्जनका लागि MP1 HD हेर्दै गर्नुहोला भन्दै म पारस बिदा हुन्छु। तपाईँको दिन शुभ रहोस्। धन्यवाद।